हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आजको ब्लगमा हजुरहरूलाई स्वागत छ। हामी चाहिँ भर्खरै मन्दिरबाट आएको, अब महाभारतमा कहाँ जाँदैछौँ। अनि हिजो आएको एससीको रिजल्टमा चाहिँ मेरो चाहिँ के आएको छ। सबैले कमेन्ट बक्समा गएर कङ्ग्रेचुलेसन लेखिदिनु होला। अनि हामी चाहिँ महाभारत कहाँ जाँदैछौँ। यहाँ चाहिँ आइरहेको छु, एकछिन आइरहेको छु। यहाँ चाहिँ मेरो साथीहरू बोल्छ। ल के छ ल बधाई छ। तिम्रो के आयो? तिम्रो के आयो? ल मेरो साथीको नि आएछ ए डिभिजन है त। ल तिमीलाई हार्दिक बधाई, अगाडि राम्रोसँग बढ्नु, सफलताको शुभकामना है त। ल के भन्न चाहन्छौ तिमी भिडियोमा हेरेर? गएको ल ए प्लस 3-4 जनाको सलोनीको अनि ओम कुमारीको अनि एकजनाहरू भयो। एक दुईजना खै कसको आएको छ? रिहानको भन्ने त्यसको ए मात्रै होला। म चाहिँ साथीसँग कुराकानी गरेर निक्लिसकेँ। आज चाहिँ म चाहिँ साथीहरू हेर्नु म चाहिँ आज धेरै पछि चाहिँ भिडियो बनाउन पाएको छु। आज सायद अलिकति समस्या नै थियो, अनि त्यही भएर भिडियो बनाउन ढिलाइ भयो, माफ गर्नु होला। हजुरहरू कहाँ कहाँ बसेर मेरो भ्लग हेरिदिनु भएको छ, हजुरहरूलाई धेरै धेरै धन्यवाद। जसरी नै सर्ट भिडियो हेरिदिनुहुन्छ त्यस्तै गरी भ्लग पनि हेर्नु होला। म चाहिँ महाभारत लाग्दैछु र हजुरहरूको चाहिँ एससीमा के कस्तो रिजल्ट आयो? मेरो पनि ए डिभिजनै आयो। सबैलाई एससीको रिजल्टको धेरै धेरै शुभकामना। राम्रो आउने चाहिँ अगाडि बढ्नुहोस्, नराम्रो आउने चाहिँ आफ्नो नराम्रो आयो भनेर पछि त नमान्नु होला। आफ्नो कार्य गरेर अगाडि बढ्नु होला। म यही भन्न चाहन्छु। जो नराम्रो आउने जति पनि हुनुहुन्छ उहाँहरूले चाहिँ फेरि प्रयास गर्नु होला। प्रयास गरे अवश्य राम्रो हुन्छ। र अलिकति मेहनत पनि गर्न नबिर्सिनु होला। मेहनत त सबैले गर्नै पर्छ नै। अहिले हामी पनि अहिले मेहनत गरेरै यहाँसम्म आइपुगेको हो। यति भन्दै म महाभारतमा आइपुगिसकेँ। हामी चाहिँ खाना खान जाँदैछौँ। हामी चाहिँ हाम्रो चाहिँ खेती हेर्नु यहाँ छ है त। नली एससीको रिजल्ट पनि हिजो आइसक्यो। मेरो मामा घर के को खुसबु आयो? ल के पाक्यो यहाँनिर? यहाँनिर हेर्नु सक्नुहुनेछ।
खुट्टाहरू छ भन्दै यस्तो छ ढोका बन्द अवश्य न भयो यो चाहिँ हाम्रो पछाडि चाहिँ यस्तो छ यहाँ चाहिँ हाम्रो पछाडि पनि खेत छ है त म हजुरलाई आज मेरो मामा सबै देखाउँछु म कस्तो नराम्रो देखाएको छु भने ड्याडी हजुर चाहिँ कता छ अरे म चाहिँ अब घरबाट बाहिर निक्लेको छ कि अब चाहिँ यसो गाउँ घुमौँ भनेर निक्लेको यतातिर नआएको साथीहरू धेरै भइसक्यो त्यही भएर आज गाउँ घुम्न निक्लेको ल हेलो भन्दै हेलो लाइक गर्नुहोस् होला यति भन्दै म चाहिँ यतातिरको भ्यूहरू यस्तो छ कसले माछा मार्यो त्यसमा चाहिँ अझै अत्याधिक घाम बढेकोले त्यसैले आज चाहिँ यहीँसम्म जाउँला अर्को भ्लगमा चाहिँ म हजुरलाई पुरै गाउँ देखाउनेछु गर्मी पनि लास्टै छ कि साथीहरू गर्मी पनि घरबाट बाहिर कतै निक्लिनै मन लाग्दैन हजुर हजुर मेरो A+ आयो तिम्रो जिपिए कति आयो ल यहाँ हेरेर भन्दै भयो त ल यहाँ चाहिँ मेरो बहिनी है त मेरो बहिनी यहाँ चाहिँ बहिनी तिम्रो कति आयो 3.22 बधाई छ मेरो 3.30 आयो 30 ल तिमीलाई नि कहाँ पढ्ने तिमी खोइ मेरो त कुरा अनुसारले काठमाडौँ जाने पनि कुरा छ है ए झन्डै नलडेको साथीहरू म चाहिँ फर्की फेरि आफ्नै घरतिर आइसकेँ आज चाहिँ अत्याधिक घाम बढेकोले त्यही भएर चाहिँ म अलि धेरैसम्म टाढोसम्म पुग्नु पाइनँ सो नेक्स्ट भ्लगमा चाहिँ म पुरै गाउँ घुमाउनेछु हजुरहरूलाई हेलो गाइस वेलकम टु माइ भ्लग यस्तै के हो यो च्यानल नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्नु होला सो थ्याङ्क्स फर वाचिङ नेक्स्ट भ्लगमा भेट्नु होला बाई बाई गाइज